जीजीपीमा च्यालेन्जरले च्यालेन्ज गर्यो अनि एक्सेप्टरले एक्सेप्ट गर्यो भनेपछि कस्तो हुन्छ त्यो आज भन्न गइरहेको छु हो। तलपट्टिको जुन छ त्यो चाहिँ च्यालेन्जर पोइन्ट अफ भ्यू हो भनेपछि माथिको चाहिँ एक्सेप्टरको हो होइन। तलपट्टि चाहिँ च्यालेन्जरले च्यालेन्ज गरिदियो होइन। च्यालेन्ज गरिदिइसकेपछि एक्सेप्टरको स्क्रिनमा चाहिँ त्यस्तो आउँछ। अब त्यहाँ चाहिँ पछि चाहिँ धेरै मान्छेहरूले च्यालेन्ज गरिदियो भनेपछि सिरिज अफ लिस्टहरू पनि त्यही अनुसार आउनु भइहाल्यो। अब एक्सेप्टरले माथि एक्सेप्ट गरिदियो। एक्सेप्ट गरिदिइसकेपछि तल च्यालेन्जरको स्क्रिनमा चाहिँ क्रिएट रुम भन्ने अप्सन आउँछ। त्यो पनि 5 मिनटभित्रमा होइन। माथि पनि 5 मिनट तल पनि 5 मिनटै टाइमर अन हुन्छ। त्यो 5 मिनटभित्रमा चाहिँ यदि च्यालेन्जरले चाहिँ रुम आइडी र पासवर्ड अपडेट गरेन भनेपछि एक्सेप्टरले चाहिँ फुल रिफन्ड पाउँछ होइन। तर च्यालेन्जरले चाहिँ पाउँदैन। अब सेम कुरा माथि हेर्नुहोस् होइन। एक्सेप्टर पोइन्ट अफ भ्यूमा च्यालेन्जरले आइडी र पासवर्ड दिइसकेपछि चाहिँ एक्सेप्टरको स्क्रिनमा चाहिँ आइएम इन भन्ने बटन चाहिँ एक्टिभेट हुन्छ। अब यो आइएम इन बटन एक्टिभेट हुनुको कारण चाहिँ जब एक्सेप्टरले चाहिँ त्यसलाई आइएम इन भन्ने बटनमा थिच्छ तब चाहिँ आइडी र पासवर्ड देख्छ। अब आइडी र पासवर्ड देखिसकेपछि चाहिँ रुमभित्र चाहिँ छिर्नुपर्ने हुन्छ। यो केसमा चाहिँ यदि एक्सेप्टरले आइएम इन बटनमा थिचेन भनेपछि एक्सेप्टरले चाहिँ कुनै पनि रिफन्ड पाउँदैन। तर च्यालेन्जरले चाहिँ फुल रिफन्ड पाउँछ। अब रुम आइडी र पासवर्ड पनि पाउनु भइहाल्यो। अब सबै पाइसकेपछि तपाईँहरू चाहिँ पब्जीमा गेम खेल्नुहुन्छ। जस्तै चाहिँ मैले चाहिँ एउटा यो गेम छ होइन। यो गेम खेलेँ। जस्तै यो गेम खेल्यो अनि त्यसपछि मैले जितेँ भनेपछि यो स्क्रिन आइसकेपछि चाहिँ तपाईँले चाहिँ माथिबाट स्क्रोल गर्नुहुन्छ भने त्यो डेट एन्ड टाइम देखाउनुहुन्छ। स्क्रिन रेकर्ड भइरहे डेट एन्ड टाइम देखाउनुहुन्छ। त्यसपछि जिजिपी खोल्नुहुन्छ। यहाँबाट चाहिँ त्यो रेकर्ड गरेको चाहिँ अपलोड गरिदिनुहुन्छ। यदि तपाईँले म्याच हार्नुभयो त्यही पनि आएर चाहिँ रिजल्ट अपलोड गर्नुहुन्छ भनेपछि तपाईँले चाहिँ पेनाल्टी खानुहुन्छ एनी नम्बर अफ पोइन्ट्स। त्यही भएर चाहिँ हारिसकेपछि चाहिँ रिजल्ट चाहिँ अपलोड नगर्नु होला। अनि अरू एउटा कुरा चाहिँ तर तपाईँले चाहिँ अपलोड रिजल्ट गर्न पाउनुहुन्छ कहिले भन्दाखेरि जब तपाईँलाई लाग्यो कि च्यालेन्जरले चाहिँ आफ्नो साथीले बोलाएर रुममा राखेको छ अथवा कुनै ह्याक युज गरेको छ होइन। त्यस्तो फिल हुन्छ भने तपाईँले चाहिँ स्क्रिन रेकर्ड गरेर चाहिँ यहाँ चाहिँ अपलोड गर्न सक्नुहुन्छ।